हेलो गुड मर्निङ सेवार हो के तपाईँहरू सबैजनालाई। आजको म चाहिँ ब्लग स्टार्ट गर्दैछु। म चाहिँ खानासाना खाएर अब मेरो अफिसतिर जाँदैछु। आज चाहिँ एकदमै राम्रो मौसम छ, घाम लागिरहेको छ, कति राम्रो छ। पुगेँ मेरो अफिसमा पुगेँ। यहाँनिर अब चाहिँ मेरो चाहिँ फर्स्ट काम चाहिँ सरसफाइ नै हुन्छ। छोरी मान्छे भएपछि पहिला सुरु नै कुच्चो चाहिँ समाइहाल्नुपर्छ। कुच्चो चाहिँ समाइहाल्छु, सफा पनि गरिसकेँ र दाइ आइपुग्नु भयो मेरो दोकानमा। अनि त्यसपछि पानीमा जहिले म पानी हाल्छु। अनि त्यसपछि मैले चाहिँ सरसफाइ गरेँ। सरसफाइ पुछपाछ मेरो सिस्टमहरूमा धुलो लागेको थियो, त्यो धुलो लागेकोहरू हटाएँ। त्यसपछि चाहिँ मैले सब चकाचक बनाएँ र सुरुमै हिजोको कामहरू हेरेँ। अनि त्यसपछि फेरि पेपरहरू मिलाउनुतिर लागेँ। कागजपत्रको जताततै कस्तो भइरहेको थियो तिनीहरूलाई मिलाएँ। त्यो मिलाइसकेपछि मात्रै अरू काम गर्नु पारा आउँछ नि त। जतासुकै छरपस्ट भएको राम्रो पनि देख्दैन। पहिला चाहिँ लक्ष्मीलाई बोलाउनको लागि चाहिँ सिनिक सानाकै चाहिन्छ नि त। अनि त्यसपछि मैले त्यो काम पनि सकेँ। त्यसपछि मैले यो बिहेको कार्डहरू देखाएर रहेको स्याम्पल जुन चाहिँ कस्टमरलाई देखाएर छरपस्ट भएको थियो त्यो पनि बटल पारेर मिलाएर राखेँ। एउटा गरेर हेर्न सजिलो होस्। यो कार्ड चाहिँ आज 150 वटा अर्डर मैले पाइसकेँ। धुलाबारीबाट कस्टमर मलाई चाहिँ धुलाबारीदेखि सम्झेर आउनु भएछ। खुसी लाग्यो। यो कार्ड उहाँहरूले 150 वटा अर्डर गरेर गइसक्नु भयो। कार्ड अर्डर पाइसकेँ। त्यसपछि चाहिँ मैले हिजोको अर्को एउटा काम रहेको थियो त्यसलाई पनि चेक गरेँ। अनि उहाँहरूलाई पनि मैले छिटो काम सकाएर पठाइदिएँ। त्यसपछि अरू काम चेक गरेँ मैले। त्यसपछि फेरि अर्को कामतिर लागेँ। त्यो काम मैले पुरा गरिसकेँ। फेरि त्यसपछि अर्को काममा लागेँ। यस्तै हो, एउटा काम गर्दै गरेँ। फेरि अर्को काम गरेँ। त्यसपछि मैले आज भेटी चाहिँ राम्रै फेला पारेँ है। यो चाहिँ मैले भेटी फेला पारेको हो। अनि त्यसपछि चाहिँ मैले अर्को काम हेरेँ। अर्को काम पनि यो पनि मैले गरेँ, यसलाई पनि पुरा गरेँ। त्यसपछि चाहिँ यो काम पनि गरेँ। काम गर्दै आधा दिन पनि बितिसक्यो। त्यसपछि आयो ग्रिन टी खाने समय। ग्रिन टी पनि खाएँ मैले। अनि त्यहाँदेखि चाहिँ फेरि अर्को काम गरेँ। त्यो काम पनि मैले कम्प्लिट गरेँ। त्यसपछि मैले तातो तर थर्मसमा हालेँ। थर्मसमा हालेर फेरि ग्रिन टी खाने जमर्को गरेँ। यो चाहिँ रोङ चिया एकदमै राम्रो छ है। अनि टक्क ग्रिन टी लाएर खाएपछि मैले अनि मेरो दाइहरूलाई पनि चिया बनाएर दिएँ। दाइहरू पनि दुईजना दाइहरू हुनुहुन्थ्यो, उहाँलाई पनि चिया दिएँ। अनि त्यसपछि मैले मेरो स्टाफ दाइलाई फेरि काम हेरेर कामको बारेमा बुझाइदिएँ दाइलाई। त्यसपछि फेरि अर्को एउटा कस्टमरको मैले सानो काम गरिदिएँ। यो काम गर्दा चाहिँ अलिकति गडबड पनि भयो र पनि मैले दुःखसुख गरेँ। त्यसपछि फेरि मेरो छिमेकी दाइ आइपुग्नु भएछ अर्को काम गराउनुलाई। उहाँको पनि काम मैले कम्प्लिट गरिदिएँ। काम कम्प्लिट गर्दै खुसी भएर जानुभयो। त्यसपछि मलाई भोक लाग्यो। भोक लागेपछि म चाहिँ गएँ आज चाहिँ खाजा खानु फ्रेस है, कति बस्नु है भित्रभित्र भनेर गएँ। त्यसपछि मेरो खाजा पनि आयो। खाजा चाहिँ कस्तो यम्मी थियो, थोरै खाएँ तर। अनि त्यसपछि आएर चाहिँ मैले अघिको कामलाई हेरेँ। अघिको कामको नतिजा चाहिँ यस्तो थियो है। त्यसपछि मैले अर्को एकजना बहिनीको पिपी साइजको फोटो पनि बनाइदिएँ। अनि त्यो बहिनीको फोटो चाहिँ फर्म भर्नु चाहिएको रहेछ। उसको चाहिँ मैले फोटो काटकुट पारेर रेडी गरिदिएँ। त्यसपछि फेरि अर्को एउटा काम रहेको थियो। त्यो काम पनि मैले कम्प्लिट गरेर मात्रै घर जान्छु भनेर मैले त्यो काम पनि कम्प्लिट गर्नु थालेँ। मेरो समय यता गर्दै एउटा काम गऱ्यो, अर्को काम गऱ्यो, गर्दै कति छिटो बित्छ समय थाहै हुँदैन। भित्रै कति छिटो रात पर्छ कहीँ बाहिर पनि निस्किनु। त्यसपछि चाहिँ म कामसाम सकाएर घर आएँ। घरमा पाहुना आउनुभएको थियो नि त। अनि मैले चाहिँ दाल भात तरकारी पकाएँ है। आज चाहिँ मैले लोकल कुखुराको मासु पकाएँ। यहाँ आलु र मुला र लस्कुको अचार बनाएँ। अनि मैले
पकाएको चाहिँ एकदम मासु पाकिरहेको छ तातो धनियाँ सनियाँ हालेर। अनि यहाँ चाहिँ हाम्रो उनीहरू खाना खाँदै हुनुहुन्छ है। काठमाडौँबाट दाई अनि पाहाडबाट दिदी अनि नानीहरू हुनुभएको थियो नि त। कस्तो रमाइलो भएको थियो। नानीहरू पनि यहाँ खाना खाँदैछन्, म चाहिँ यहाँ खाना सोध्दैछु है त। है त आजको ब्लग चाहिँ यति नै। बाई बाई, गुड नाइट।